अनलाइन बिजनेस सुरु गर्ने सोचमा हुनुहुन्छ, अनलाइन बिजनेस गर्ने मन छ तर बजेट एकदमै कम छ भने यो भिडियो हजुरहरूको लागि है। बाहिर गएर जब गर्ने मन छ तर मिल्दैन, बच्चा सानो छ, बाहिर गएर जब गर्न नि मिल्दैन, घर बस्दा बस्दा पनि दिमागमा अनेक कुरा खेलेर केही गर्न पाए त हुन्थ्यो नि जस्तो लाग्छ भने चाहिँ यो भिडियो हजुरहरूको लागि है। बच्चासँगै के गर्ने होला, अनलाइन बिजनेस गर्न पाए त हुन्थ्यो तर सामान कहाँबाट ल्याउने, कसरी ल्याउने केही आइडिया पनि छैन भन्नुहुन्छ भने पनि यो भिडियो हजुरहरूको लागि। आफूले गर्न सक्छु भन्ने कन्फिडेन्स चाहिँ छ तर आजकल टिकटकमा त्यो व्यापार भएन भनेर रुने कराउने अनलाइन यस्तो उस्तो भन्ने छ नि, त्यो भिडियो हेरेर डिमोटिभेट हुनुभएको छ भने चाहिँ प्लिज डिमोटिभेट नहुनुहोस् है त। हजुरको कन्फिडेन्स हजुरलाई मात्रै थाहा हुन्छ के गर्न सक्छु के गर्न सक्दिनँ भन्ने कुरा। म यसैमा केही आफ्नो बारेमा भन्छु है त। म करियरको एकदमै राम्रो पोइन्टमा हुँदाखेरि म प्रेग्नेन्ट भएँ होइन। अनि त्यसपछि म करियरलाई साइड लगाएर जब बच्चा जन्मियो, बच्चा जन्मिएपछि बच्चालाई नै फोकस गरेर बसिराखेँ। अनि बच्चा पनि अलिअलि हुर्किँदै गइसकेपछि 1-2 वर्ष भइसकेपछि चाहिँ दिमागमा यति धेरै कुरा खेल्यो कि म त अब करियरमा केही गर्नै सक्दिनँ, म लाइफमा केही गर्नै सक्दिनँ, म आफूले कमाउनै सक्दिनँ भन्ने फेजमा पुगिसकेको थिएँ कि। अनि कति धेरैचोटि आँटेँ पनि अब अनलाइन बिजनेस सुरु गर्छु, अब केही गर्छु भनेर धेरैचोटि आँटेँ, धेरैचोटि नै फेरि डिमोटिभेट हुँदो रहेछु अरूको के कुरा सुनेर। अनि फेरि धेरैचोटि क्यान्सल गर्ने, धेरैचोटि आँट्ने गरेर मैले सानो बजेटदेखि सुरु गर्छु भयो भनेर सानो बजेटदेखि सुरु गरेँ, ताकि बाई चान्स मैले गर्नै सकिनँ भने पनि मलाई ठुलो धक्का नलागोस्, सानोबाट नै म सुरु गरेँ होइन। म जम्मा 10,000बाट सुरु गरेको बिजनेस आज मेरो लाखौँमा छ कि। भिडियो भाइरल जाओस् नजाओस्, व्यापार होस् नहोस्, आफूले कन्टिन्यू चाहिँ गरिराख्नुपर्छ। गरि नै राखेको गरेपछि एक दिन भगवान्ले नै साथ दिनुहुन्छ भने जस्तै कतै न कतैबाट केही न केही चाहिँ पक्कै पनि हुन्छ है आफूले गरिराखेपछि। मैले धेरैजना साथीहरूलाई नै हेल्प गरेको छु कि कसरी अनलाइन बिजनेस सुरु गर्न सकिन्छ अनि कसरी गर्ने भनेर सोध्ने साथीहरूलाई चाहिँ मैले धेरैजनालाई नै हेल्प गरिसकेको छु। अनि म चाहिँ के गर्छु भने मेरोबाट सामान कसैले मसँग सामानहरू अर्डर गर्नुहुन्छ भने म सामानको भेराइटी पठाउँछु, बरु म धेरै भेराइटीहरू पठाउँछु। भिडियो बनाउनुहोस्, बाई चान्स हजुरसँग नभएको साइज अनि हजुरसँग नभएको कलरमा अर्डर आयो भने उहाँहरूले चाहिँ के गर्नुहुन्छ भने मलाई भन्नुहुन्छ होइन। अनि म चाहिँ उहाँहरूको नाम नम्बर लोकेसन सबै अर्डरहरू उहाँहरूले लिनुहुन्छ। अनि नाम नम्बर लोकेसन दिइसकेपछि मसँग भएको सामानहरू जुन कस्टमरले अर्डर गर्नुभएको सामान चाहिँ म यहाँबाट डाइरेक्ट नै पठाइदिन्छु कि। त्यसले गर्दा चाहिँ डेलिभरी चार्ज डबल लागेन नि त। मैले उहाँहरूलाई सामान पठाउने अनि उहाँबाट उता पठाउने त्यो डेलिभरी चार्ज चाहिँ डबल लागेन। अनि सुरुमा चाहिँ कम मार्जिनमै काम गर्ने हो, जसले गर्दा चाहिँ उहाँहरूले पनि एकदमै धेरै सामान राखेर सामान जान्छ कि जाँदैन भन्ने तनाव पनि भएन। अनि आफूसँग भएको चाहिँ आफूहरूले नै डेलिभरी गरिदिनुहुन्छ भने नभएको सामान मलाई भन्दाखेरि मैले यताबाट डेलिभरी गरिदिन्छु, जसले गर्दा